सबैलाई स्वागत छ मेरो भ्लगमा। आज म चाहिँ डाँसीकोटसम्मको यात्राको लागि हिँडेको छु। साह्रै उकालो छ, यात्रा निकै कठिन भइरहेछ, तर पनि म ट्राई गरिरहेको छु हिँड्नको लागि। सास फुलिरहेछ, हिँड्ने बानी निकै घटिसकेछ। त्यो भएर पनि हेर्न सक्नुहुन्छ यो डाँसीकोट जाने बाटो पुरै उकालो छ। यसरी हामी यो दुईटा बाबु बसेको बाटो पुरै माथि जाने हो, पुरै माथि चढ्ने हो। सोचिराखेको छु म कसरी पुग्ने होला भनेर। यो दृश्य हेर्न सक्नुहुन्छ तपाईहरुले। आकाश अझै खुल्न सकेको छैन, शीतलो चाहिँ शीतलो छ। सम्पूर्णलाई नमस्ते, म दीपक करेवाल। यति बेला म गुल्मी जिल्लाको डाँसीकोटमा अवस्थित छु र यहाँ आज दसैँको अघिल्लो दिन कोटमा पशुहरूको बलि दिने चलन रहेछ। त्यसको लागि बाजा यहाँ विभिन्न क्षेत्रबाट व्यक्ति विशेषहरू आउनु भएको छ र उहाँहरू बाजागाजाको साथमा कोटतर्फ प्रवेश पनि गर्दै हुनुहुन्छ। अहिले देख्न सक्नुहुन्छ धामधामको साथमा आइरहनु भएको छ। सो कोटमा पुगेर तपाईँलाई पुनः कोटतर्फ प्रवेश गर्न लागिरहेका छौँ र पछाडिबाट अन्य विभिन्न व्यक्तित्वहरू आइरहनु भएको छ। सो आवाज अलिक कम सुनिएको होला, बाजा सहित हिँडिरहेको भएर। यो हो डाँसीकोट। अब कोटतर्फ यो भिड प्रवेश गर्ने क्रममा रहेको छ। बाजागाजा सहित बाख्रा, बोका, खसी सँगै तपाईँको चाहिने सँगै बाजागाजाको यो धुन सुनिरहनु भएको छ। यो अब आइसकेको छ कोट। म तपाईँलाई यो कोटको पनि भिडियो देखाउन गइरहेको छु। श्री खड्गभूमि कालिका मन्दिर, मुसिकोट नगरपालिका 9, डाँसीकोट, गुल्मी लेखिएको छ। निकै उचाइमा अवस्थित छ। तम तयारी अवस्था भइसकेको छ। तम तयारी अवस्थामा यो मिठो दृश्य तपाईँले हेर्न सक्नुहुन्छ। यो पहाडको, यो आकाशको मिठो दृश्य र यो बाजाको